हेलो एन्ड नमस्ते वेलकम ब्याक टु अनदर न्यू भिडियो। आज पनि सदा चाहिँ तपाईँहरू सामु एउटा नयाँ इन्फर्मेटिभ भिडियो लिएर आएको छु, जसमा चाहिँ हामीले मलदोबोको बारेमा कुरा गर्दैछौँ। तपाईँहरूकै जिज्ञासाको आधारमा चाहिँ मैले यो मलदोबोको बारेमा भिडियो बनाउँदैछु। यदि तपाईँहरूलाई पनि कुनै जिज्ञासा कुनै प्रश्न छ भने चाहिँ तपाईँहरूले कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ, जसको आधारमा चाहिँ मैले अर्को भिडियो पनि रेडी पार्नेछु। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर राइट साइडमा रहेको बेल आइकनमा पनि क्लिक गर्नुहोला, जसले गर्दा चाहिँ मैले दिइरहेको इन्फर्मेसन चाहिँ डाइरेक्ट तपाईँहरू सामु सजिलै आइपुग्छ। सो साथीहरू, धेरै लामो कुरा नगरिकन हामी डाइरेक्ट विषयवस्तुतिर जाऊँ। आज चाहिँ हामी विशेष गरी मलदोबोको बारेमा कुरा गर्दैछौँ। मलदोबो चाहिँ एउटा सानो युरोपियन युनियनभित्र रहेको नन सेन्जेन कन्ट्री हो, जसलाई चाहिँ युरोपियन युनियनभित्र रहेको सबैभन्दा गरिब देश भनेर पनि मानिन्छ। यहाँको क्यापिटल सिटीको कुरा गर्नुपर्दाखेरि चाहिँ किसिनाउ भन्ने हो, जहाँ चाहिँ करेन्सीको कुरा गर्नुपर्दाखेरि चाहिँ यहाँको मलदोबियन ले युज गर्छ। 2026सम्म आइपुग्दाखेरि चाहिँ यहाँ कुनै पनि युरो चाहिँ चल्तीमा आएको छैन। यहाँको कुल क्षेत्रफल भनेको चाहिँ 33,846 वर्ग किलोमिटर रहेको छ भने यहाँको कुल जनसङ्ख्या भनेको चाहिँ 25,66,000 भन्दा माथि रहेको छ भने यहाँको 92% जनसङ्ख्या चाहिँ क्रिस्चियन धर्म मान्ने गरिन्छ। यो देशको इन्कम सोर्सको कुरा गर्नुपर्दाखेरि चाहिँ नम्बर 1मा रहेको छ एग्रिकल्चर भित्र चाहिँ विशेष गरी यहाँ चाहिँ एकदमै धेरै मात्रामा चाहिँ फलफुलहरू फ्रुट्सहरू उत्पादन गर्ने गर्छ। विशेष गरी अङ्गुर खेतीबाट चाहिँ यहाँ संसारकै सबैभन्दा हाई क्वालिटीको वाइनहरू उत्पादन गर्ने गर्छ, जसले गर्दा चाहिँ मेन इन्कम सोर्स चाहिँ उनीहरूले एग्रिकल्चरलाई मानेको छ। दोस्रो चाहिँ रहेको छ रेमिटेन्स पनि यो देशको इन्कम सोर्सको एउटा ठुलो मात्राको माध्यम मानिन्छ। यहाँको जनताहरू पनि अरू अलिकति विकसित देशहरूमा गएर रोजगारीको अवसर लिगेर त्यहाँबाट रेमिटेन्स गरेर आफ्नो देशमा अलिकति इन्कम सोर्सको माध्यम बनाइरहेको छ। तेस्रोमा रहेको छ एक्सपोर्ट, जहाँ चाहिँ हामीले साधारणतया भन्नुपर्दाखेरि नेपालबाट यहाँ काम गर्न आउँदाखेरि चाहिँ कुनै फ्याक्ट्री वर्करहरू अनि कम्पनीहरूमा अनि यो वेयर हाउसतिर भन्ने बुझिन्छ। त्यसपछि अर्को इन्कम सोर्सको कुरा रहेको छ म्यानुफ्याक्चरिङ एन्ड सर्भिसेस। विशेष गरी यो देशमा नेपालीहरूले काम गर्नको लागि होटल रेस्टुरेन्ट फिल्डमा आउन सक्नुहुन्छ, जस्तै वेटर वेट्रेस, कुक, किचन हेल्पर, हाउसकिपिङ, त्यसपछि आएर बारिस्टा, बारटेन्डर आदि फिल्डमा तपाईँको स्किल अनुसारले तपाईँ काम गर्न आउन सक्नुहुन्छ भने त्यसपछि तपाईँले एग्रिकल्चर सेक्टरमा पनि एप्लाई गरेर आउन सक्नुहुन्छ, जहाँ चाहिँ अरूको तुलनामा अलिकति काम गर्नलाई अलिकति गाह्रो अप्ठ्यारो हुन्छ, किनकि यसमा मौसम अलिकति जाडो चिसो हुन्छ। लगभग रोमानिया जस्तै नै हुन्छ त्यहाँ यहाँको मौसम, होइन। त्यसपछि तपाईँ वेयर हाउसमा एप्लाई गरेर आउन सक्नुहुन्छ, जुन काम चाहिँ तपाईँले कुनै पनि कम्पनी फ्याक्ट्रीको सामान लोड अनलोड गर्ने काम हो, होइन। त्यसपछि वेल्टरमा तपाईँ आउन सक्नुहुन्छ। त्यसपछि नेपालबाट जति पनि मलदोबामा काम गर्न आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ मिनिमम वेज चाहिँ कति पाउँछ, मिनिमम स्यालेरी अथवा एभरेज स्यालेरी चाहिँ कतिसम्म पाउन सकिन्छ भन्ने बारेमा कुरा गरौँ। यहाँको मिनिमम स्यालेरीको कुरा गर्नुपर्दाखेरि चाहिँ 320 युरो हो, जुन चाहिँ 6,300 मालदोबियन ले हुन्छ, जहाँबाट चाहिँ तपाईँहरूले चाहिँ 12% ट्याक्स काटेपछि पाउने भनेको 281 युरो हो, जुन चाहिँ धेरै कम हो। यो देशको स्यालेरी चाहिँ एकदमै कम हो अरू देशको तुलनामा। त्यो हुँदाखेरि यदि तपाईँहरू चाहिँ युरोप आउने एउटा सजिलो माध्यम चाहिँ मलदोबालाई बनाउँदै हुनुहुन्छ, युरोप छिर्ने एउटा बाटो मात्रै बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू एप्लाई गरेर आउन सक्नुहुन्छ। अदरवाइज यदि तपाईँले चाहिँ मलदोबा गएर धेरै पैसा कमाउँछु भनेर तपाईँले 8-9 लाख रुपियाँ तिरेर अहिले यहाँ मलदोबामा आउनुभयो भने चाहिँ तपाईँको सोचभन्दा बाहिरको कुरा हुनेछ। त्यो हुँदाखेरि तपाईँहरूले सोच विचार गरेर एप्लाई गरेर आउनु होला, होइन। भनेको जस्तो स्यालेरी चाहिँ मलदोबामा छैन, तर भिजाको रेट चाहिँ एकदमै राम्रो छ। तपाईँहरूको सोच, तपाईँहरूको इच्छा, तपाईँहरूको लाइफ प्लान कस्तो छ, तपाईँहरूले त्यो अनुसारले एप्लाई गरेर आउन सक्नुहुन्छ, है त। अब यो देशमा आउनको लागि भिजा चाहिँ कसरी लिन सकिन्छ त? डिटु रोमानियामा एप्लाई गर्दाखेरि जस्तै नै छ।
विशेष गरी यदि तपाईँ चाहिँ मल्दोभामा आउने सोच गर्दै हुनुहुन्छ भने चाहिँ सुरुमा तपाईँले राम्रो जेन्युन मेन पावर खोज्नु होला। तपाईँहरूलाई मेन पावरले तपाईँहरूको भ्यालिड डकुमेन्टहरूको रिक्वायर्ड गर्छ। त्यसपछि तपाईँहरूलाई चाहिँ कुन स्किल छ तपाईँसँग त्योसँग रिलेटेड तपाईँलाई एउटा भिडियो अथवा इन्टरभ्यू मार्फत तपाईँलाई कम्पनीले सेलेक्ट गर्छ। त्यसपछि कम्पनीले सेलेक्ट गरिसकेपछि तपाईँहरूलाई एउटा अफर लेटर आउँछ। अफर लेटर आइसकेपछि तपाईँहरूको सहमति अनुसार तपाईँहरूको वर्क पर्मिटको लागि प्रोसेस स्टार्ट हुन्छ। तपाईँको वर्क पर्मिट प्रोसेस स्टार्ट भइसकेपछि तपाईँले 3 मन्थभित्र तपाईँले वर्क पर्मिट रिसिभ गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरूको एमबिसीमा तपाईँहरूको सानो इन्टरभ्यू हुन्छ। त्यसपछि तपाईँहरूलाई चाहिँ कम्पनीले अथवा एमबिसीले तपाईँलाई भिजा दिन्छ। त्यसपछि तपाईँ मल्दोभासम्म आइपुग्दाखेरि चाहिँ 6 to 9 मन्थसम्म चाहिँ तपाईँले वेट गर्नुपर्ने हुन्छ। यो देशको लागि भिजाको रेसियोको कुरा गर्नुपर्दाखेरि चाहिँ 100% यानि कि 100% छ। यदि तपाईँले चाहिँ मल्दोभामा आउने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ भिजाको रेट चाहिँ एकदमै हाई छ, 100% भिजा लाग्छ। मल्दोभाले चाहिँ तपाईँहरूलाई 90 दिनको भिजा अवधि दिएको हुन्छ। त्यो भिजा अवधिभित्र चाहिँ तपाईँहरूले टिआरसी कार्डको सबै प्रोसेसहरू गरिसक्नुपर्ने हुन्छ। सुरुको वर्षको टिआरसी कार्डको कुरा गर्नुपर्दाखेरि चाहिँ 1 वर्षको भ्यालिड दिएको हुन्छ र अर्को रिन्युअलमा चाहिँ 2 वर्षको भ्यालिड को टिआरसी कार्ड दिएको हुन्छ। यो देशमा चाहिँ पिआरको सुविधा पनि छ। यदि तपाईँ चाहिँ 5 वर्ष यो देशमा मजाले बसेर काम गर्नुभयो भने तपाईँले यो देशको पिआर सुविधा पनि लिन सक्नुहुन्छ। सो साथीहरू, आजको लागि यति नै थियो। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो आफ्नो जिज्ञासा कमेन्ट सेक्सनमा राखिदिनु होला। तपाईँलाई कुनै कुरा सोध्नु छ भने तपाईँले कमेन्ट सेक्सनमा अथवा मेरो सोसियल मिडियाहरूमा जोडेर तपाईँले मेसेज गर्न सक्नुहुन्छ, जसको आधारमा चाहिँ मैले अर्को इन्फर्मेटिभ भिडियो पनि तयार पार्नेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेट्नेछु। नमस्कार।